I don't know am I doing right or wrong. पहिला नि भिडियो अपलोड गर्थेँ बनाउँथेँ तर भोलिपल्ट हुने बित्तिकै डिलिट गरिदिन्थेँ। नभए अपलोड गरेको 1 घन्टा 1.5 घन्टा जति हुँदैमै डिलिट गर्थेँ मैले। भन्न मन लागेको कुराहरू कति भन्थेँ तर पनि मान्छेले के भन्ला भनेर फेरि डिलिट गरिहाल्थेँ। सबैको अब कसैले केही भनेकै छैन के त्यही पनि। तर यसपालि चाहिँ नगर्ने। बरु म अकाउन्ट प्राइभेट राखेर अपलोड गर्छु तर भन्न मन लागेको कुरा चाहिँ भन्छु। यही त हो अब के गर्नु। आज दिदीले फोन गर्नुभयो अनि यस्तो रुनुभयो क्या एकछिन। बहिनी त मेरो पिर लागेछ दिदीलाई। इमोसनल हुनुभयो। साथीले फोन गर्यो केटा साथी बिचरा उसले अब के भन्नुहोस्। केटी मान्छेको कोठा नि यस्तो फोहोर हुने रहेछ है भनेर भन्यो। बिचरा केही नि भन्नै मन लागेन। डिलिट गरौँ कि जस्तो भयो थियो। घरको कुरा घरमै राख्नुपर्छ भनेर सम्झाउँदै थियो बिचरा। अनि कस्तो कस्तो रियलाइज भयो क्या। मैले एउटा भिडियो अपलोड गरेर कोही मान्छे दुखी भए। कसैले ओहो यसरी बस्ने रहेछ मान्छे भने। त्यो भर्खर भिडियोहरू अपलोड गर्ने मान्छेहरूलाई त झन् कति उस हुन्छ होला है। कति धेरै मान्छेहरूले सुनाउँछन् होला है। सो यही हो भिडियोको बारेमा भन्न आएको होइन। के अरे दिनमा 5-10 मिनट आफूलाई दिए त भइहाल्छ नि। त्यही दिनै नसकेर हो क्या। यस्तो होइन कि मसँग टाइमै छैन भन्ने कुरा होइन। मेरो 7 बजे काम सकिन्छ। 7:30-8 बजेसम्म म रुममा आइपुग्छु। मनै लाग्दैन के। मनै लाग्दैन भन्दाखेरि अब कस्तो मन नलाग्ने हो र भन्ने हुन्छ नि त। यस्तो होइन कि मैले कोसिस नगरेको होइन। म कोसिस गर्छु। आज पनि कोसिस गरेँ। भोलि नै गर्छु। दिनदिनै गर्छु। हुँदैन क्या। अब यसलाई के भन्नु अब। योगा गर मेडिटेसन गर भन्दै हुनुहुन्थ्यो दिदीले। त्यो पनि गरेर हेरौँ अब। अनि आज त्यो उसमा इन्स्टामा पोस्टमा लेखेको थियो क्या आफ्नो लागि आफै गर्नुपर्छ अरे। आफ्नो लागि आफै गर्ने होला नि। थ्याङ्क यू हिजो त्यत्रो मान्छेले हेरिदिनु भएछ। एकजनाले त मेरो उसलाई त सेभ गरेर राख्नुभएको के। इमोसनल हुन आयो। कस्तो लाइफ कस्तो लुपमा फसे जस्तो लाग्छ। तपाईँहरू विदेशमा एक्लै बस्नुहुन्छ भने तपाईँहरूलाई फिल हुन्छ। रुममा आयो कोठामा आइसकेपछि होइन रमाइलो त छ। साँच्चै भनेको त्यस्तो त्यो पागलै हुन पनि जस्तो त छैन। ढुङ गरेको फ्रिजको आवाज बाहेक केही आउँदैन। फ्रिजको आवाज वासिङ मेसिन चलाखाने त्यसको आवाज आउने बित्तिकै टिभी खोल्यो भने टिभीको आवाज आउँछ। यस्तो होइन कि फेरि मलाई मान्छे गिजिङ भएर बस्न मन लाग्छ भन्ने होइन। जस्ट के भन्नै आउँदैन। केही होइन यही हो। आज चाहिँ हिजो राखेको कपडाहरू र नि बाहिर बाल्कनी सफा गरेँ। अरू के नै गर्नु छ र। बोल्नै मन लाग्दैन। कस्तो ट्याउ बोल्ने मान्छे हो म। एक्लै बसेर यसो बोल्नै मन लाग्दैन। यसो टोलाएर बस्न मन लाग्छ। अन्त टोलाको बेलामा नि हरेक सोच्ने यताउता गर्ने नि होइन कि फेरि यत्तिकै टुवा परेर बसिराखेको हुन्छ कहिले कहिले त। अनि मान्छेले झस्काइदिएपछि बल्ल ला के गर्दै थिएँ मैले जस्तो लाग्ने कि। आफूले आफूलाई सम्हालेर आफ्नो केयर आफै गर्न सिक्दैछु। आज दिदीले नि धेरै सम्झाउनु भयो आफ्नो ख्याल राख्नुपर्छ बहिनी भनेर। थ्याङ्क यू दिदी। कस्तो रुन आएको क्या। ओ माइ गड दिदीले फोन गरिसकेपछि। अनि साथीलाई नि थ्याङ्क यू। अगतिलो बिचरा छक्कै पर्यो। हजुरहरू सबै आफ्नो ख्याल राख्नु। सुरुमै केही कुराले प्रब्लमहरू हुँदैछ भने त्यसलाई चाहिँ भन्ने मान्छे छन् भने भन्ने हुन्छ। नत्र मैले जस्तै अपलोड गरेर हाल्दै हुन्छ। केही फरक पर्ने रहेनछ। केही पनि हुँदैन। बाई बाई टेक केयर।